आज चाहिँ हामी सुमो बिच जाँदैछौँ। सुमो बिच जाँदैछ हामी लगभग 3 घन्टा यात्रा हिँड्दै हामी नाता स्टेसनबाट सुमो बिच आउँदैछ। यहाँ साथीहरू हुनुहुन्छ यता सुमो बिचतिर। साथीहरूलाई भेटेर जोस् आज बिदाको दिन भोलि शनिबारको दिन हामी साथीहरू मिलेर यसो बिचतिर रमाइलो गर्नेछौँ। तपाईँले भिडियोहरूमा हेर्न सक्नुहुन्छ है। ल गाइस हामी चाहिँ फाइनल्ली यहाँ सुमो बिचमा पुगिसकेर हेर्न सक्नुहुन्छ। है बिच चाहिँ मान्छेहरू पनि हामी चाहिँ यो बिच आउनुलाई एकदम दुःख गरेर कष्ट गरेर तिन घन्टा सुमो बिच पुगेका छौँ। हेर्न सक्नुहुन्छ टाढो टाढो फाइनली हामी सुमो बिचमा आइसकेका छौँ। साथीहरूसँग हेर्न सक्नुहुन्छ है। यस्तो दामी समुद्र छ। पानीको छालमा देखाउँछ है। यस्तो छाल हानिरहेछ। हेर्न सक्नुहुन्छ है। एकदम दामी बिच छ। 3 घन्टा हिँडेर हामी लगभग डेस्टिनेसनमा पुगेका छौँ। हेर्न सक्नुहुन्छ है। यहाँ लभको साइन बनाउँछ है। हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ म टक्क लिम्बू प्लस यो चाहिँ घाँस ल यस्तो लेखेको छु म यहाँ। अर्को पानीले मेटाइदियो है। विमला लेखेको छ है। लगाइस कसको नाम लेखिदिनु पर्ने हो, म लेखिदिन्छु है यहाँ। केटा कसको नाम लेखिदिनु पर्ने, मेरो नाम पनि लेख्छु है। RABINDR ल गाइस रविन्द्र लेखेको छु। हेर्न सक्नुहुन्छ है। यहाँ एकदम दामी ठाउँ छ। हाम्रो केटाहरू यता छन् है। कस्तो लागिरहेको छ सुबिन? बबाल मजा। ल हाम्रो सुबिन पनि एकदम रमाइलो गरिरहेछन्। ल हाम्रो नवीन कस्तो लागिरहेछ? यस हिँडेर यतिसम्म त आइयो। ल गाइस जुत्ता चाहिँ भिजाउँछ है गाइस। ल है अलि राम्रोसँग। हाम्रो लोकेश चाहिँ यसो खुट्टा दुख्यो भन्दा उता बसिरहेछन् है। ऊ त्यहाँ थकै लागिरहेछ अरे। लगाएछ त्यो कुरा नगर। केटाहरूले यहाँ बालुवामा खेलिरहन है। मेरो भिडियो खै त? भिडियोले सब केटाहरूले भिडियो बनाइराख नि। आज होस् कसले एउटा सिनेमेटिकमा भनौँ। किन हेर न पुल हेर न खतरा छ नि ऊ त्यहाँ है। हेर्न सक्नुहुन्छ। लोकेसले एकदम रमाइलो गरिराखन्। रमाइलो भइरहेको नि। रमाइलो एकदमै रमाइलो भइरहेको यहाँ। बिचमा चिसो पानी एउटा तातो भइरहेको हिँड्दा हिँड्दा बस्दैन होला। हेर्न सक्नुहुन्छ है गाइस। अब धेरै बस्ने जानुपर्छ। 3 घन्टा है। छ। 3 घन्टा अझै हिँड्नु छ। फोटो खिच्न फोटो यस्तो गर्न खिचिहाल्छ यार। रेस्लिङ ल दुईजना लोकेश त सुब्लेस हाल्ने यहाँ टिपेर लोकेशसँग दुईजना केटाहरू बक्सिङ खेलेर जहिले पानीमा जित्छ। लोकेशले फालिदिन्छ मलाई। पावर हुने हो। पावर हुने भए त मान्छे समुद्रमा आएको बेला वेटमा फरक पर्छ नि त। गाइस हेर्न सक्नुहुन्छ एकदम टाढा मान्छेहरू यहाँ आएर यो समुद्र बिचमा चाहिँ कोही माछा मारेर मैले माछा मारेको पनि देखाउँछु अहिले एकदम होइन। यहाँ गाइस पछाडि चाहिँ एउटा मान्छे टक्क टिकटक
लाइभमा बसिरहेको छ है टाढा त्यहाँ चाहिँ जहाज आइरहेछ सिप यहाँ पछाडि हेर्नु सक्नुहुन्छ है पछाडि हेर्न सक्नुहुन्छ चाहिँ टिकटक लाइभमा अवस्था आयो मलाई चाहिँ त्यहाँ धेरै मान्छेहरू गरेर बल खेल्नुपर्छ केटा बल केटाहरू मागेर केटाहरू माछा मार्दैछ है केटाहरू माछा मार्दैछन् केटाहरू यहाँ त केटाकेटीहरू पनि माछा मार्दैछन् खेलिरहन् जोस् रमाइलो दिन चाहिँ जोस् सबै रमाइलो गर्दैछन् हेर्न सक्नुहुन्छ सुमो बिचमा पुगेर गइसकेको छ अब यो भिडियो भएन छ क्या इन्टो भएछ अनि अहिले चाहिँ देखाइरहेको छ नि सुबिने त छ नि छ तिम्रो कि मेरो तिम्रो त्यही त भइसकेको छ यहाँ केटाहरूसँग सुमो बिचमा रमाइलो टक्क फोटो खिचेर भिडियो सिडियो बनाएर टिकटकहरू बनाएर लगभग सकिसकेको छ अब हामी फाइनली आफ्नो डेस्टिनेसन आफ्नो रुम होस्टेलमा चाहिँ जाँदैछौँ अब 3 घन्टाको हिँडाइ छ केटाहरू कति थाक्छन् पछि भिडियो हेर्दै गर्नुलाई थ्याङ्क यू सो मच है यो भिडियो हेर्नु